गुन्डुमा बसेर महेश बस्नेत र केपी ओलीले तपाईलाई गाली गरिराखेका छन्, तपाईको टिप्पणी होइन भनेर चाहिँ उडाइराखेका छन्। हामी यो क्रान्तिलाई क्रान्ति मानिराखेका छौँ। यद्यपि हाम्रो यो पार्टी कार्यालय जलेको छ र पनि हामीले यसलाई रेभुलेसन मानेका छौँ। एउटै हो, उस्तै हो, एउटै पार्टी हो। यो छोड्नुहोस् र माओवादी केन्द्र यो एजेन्डाको पक्षधर हो भन्ने कुरा मान्नुहोस्, केन्द्रीकरण हुनुहोस्। तपाईले बेलामा बुद्धि पुर्याएर आउँदो चुनावमा नेकपा माओवादी केन्द्रसँग सम्पूर्ण जेनजी केन्द्रित हुनुभयो भने मलाई लाग्छ हामी 2/3 मत ल्याउन सक्छौँ। 2/3 मत नल्याइकन यो देशमा प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रधानमन्त्री के पनि हुनेवाला छैन। तपाईले नयाँ पार्टी खोलेर 2-4 जना जम्मा गरेर 10 सिट ल्याउनु होला, तपाईले यो संविधान के पनि बदल्न सक्नुहुन्न, के पनि हुनेवाला छैन। त्यसकारण विकेन्द्रीकृत खुद्रा पसल थाप्न छोड्नुहोस् र यो एजेन्डाको असली नेतृत्वसँग सहभागी हुनुहोस् र यो सद्बुद्धि यो दीपावलीको सन्दर्भमा तपाईहरु सबैलाई आओस् भन्ने कुराको शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइ अन्त गर्छु। धन्यवाद।